भूपेन्द्र र जेरी भएर खुबै भुन्टीलाई फसाउँछु भनेर मान्छे लगाएको थिए, तर लास्टमा आएर आफै फसेका छन्। हो दर्शकबिन, जबकि भुन्टीलाई फसाउँछु भनेर धेरै कोसिस पनि गरेको थिए र भुन्टीलाई फसाउनको लागि भनेर एउटा केटा पठाउँदाखेरि 5 लाख समेत पैसा दिएको थिए, तर त्यो भने सबै उल्टो भएको छ। किन भन्दाखेरि जब भुन्टी कहाँ गएर भुन्टीलाई फसाउँछु भन्ने बेलामा भुन्टीले सबै कुराहरू पहिले नै यकिन गरिसकेको थिए। यो मान्छे यहाँ आउनुको कुनै न कुनै गडबडी छ भनेर भुन्टीले सोचिसकेको थिए र भुन्टीलाई बोलाएपछि भुन्टी तल आइसकेपछि भुन्टीको धेरै नजिक हुन खोजिसकेको थियो त्यो मान्छे। त्यसै बेलामै भुन्टीले कुरो बुझिसकेको थिए र त्यहाँ भने भुन्टीले त्यो मान्छेलाई रामधुलाई हानेर त्यहाँबाट पठाएका छन्। जबकि भुन्टीलाई फसाउँछु भनेर ठुलै योजना बुनेर गएको थिए, तर भुन्टीले नै उल्टै रामधुलाई हानेर त्यहाँबाट पठाइसकेपछि भूपेन्द्र र जेरीको भने अब दशा सुरु लागेको छ। किन भन्दाखेरि यो कुरो सबै भुन्टीले सुकुमायासँग भनिसकेपछि सुकुमायाले पक्कै पनि अब छोड्नेवाला छैनन्। किन भन्दाखेरि जब यो कुरालाई सुकुमायाले थाहा पाइसकेपछि भूपेन्द्र र जेरीको भने हालत अब खराब हुनेवाला छ। अर्थात् भुन्टीले सबै कुरा भनिसकेपछि सुकुमायाले भने छोड्नेवाला छैनन्। किन भन्दाखेरि भुन्टीलाई धेरै दुःख दिइसकेको छन् भूपेन्द्रले र बारम्बार झुटा आरोप लगाएर जेरी र भूपेन्द्र भएर भुन्टीलाई कहिले त चोरदोष लगाएको थिए भने कहिले त के, र भूपेन्द्रले उल्टो झुटो आरोप समेत लगाएर घरबाट निकालेका थिए र जेरी र सिरिया भएर झुटा कुराहरू भूपेन्द्रलाई भनेर भूपेन्द्रलाई उस्काएर भुन्टीलाई घरबाट निक्लिन बाध्य भएका थिए र भुन्टी घरबाट निक्ले लगतै यता भने भूपेन्द्रको परिवारमा भने ठुलो खैलाबैला मचिएको थियो र भुन्टीले अब आधा सम्पत्ति नदिइकन डिभोर्स नदिने भनिसकेपछि भूपेन्द्रका परिवारमा सबैजना तर्सिएका थिए। तर भूपेन्द्रका परिवारले साथ नदिए पनि भूपेन्द्रको दाइले भने साथ दिएका थिए। भूपेन्द्रको दाइले भने जतिखेर पनि भुन्टीलाई साथ र सपोर्ट दिएका थिए। किन भन्दाखेरि भुन्टी भने एकदम सिधा र इमान्दार मान्छे थिए, त्यसैले गर्दाखेरि भुन्टीको साथ भूपेन्द्रको दाइले दिएको थिए र त्यसैमाथि भूपेन्द्रको बाबाले समय साथ दिइसकेपछि भूपेन्द्रको भने अब बिजोग हुने भएको छ र आफैले सोचेका छन् अब मेरो बिजोग हुने पालो आइसक्यो भनेर भूपेन्द्रले भने भुन्टीलाई फसाउनको लागि अर्को जाल बुनेको थिए, तर त्यो जाल भने आफैमाथि आइपरेको छ। र उता भने भुन्टीको म्याडम आए लगतै भुन्टी भने धेरै खुसी भएका छन् र भुन्टीको म्याडमले पनि भुन्टीलाई आँट र साथ सपोर्ट